जुम्ला जाउँ स्याउ टिपी खाउँला 2-4 दिन बसेर आउँला भन्ने थियो उहाँ हुँदाखेरि त्यो गरिन्थ्यो के अन्य अब के अरे पहिला जुम्ला हुँदाखेरि स्याउ बोकिन्थ्यो हजुर अहिले अब यो च्याउ खेती गर्न लागेको छौँ अब सबैजना दिदीबहिनी आएका छौँ अनि भाइहरू हुनुहुन्छ अनि दिदीहरू हुनुहुन्छ सबैजना लागेर अब के अरे च्याउ खेती गर्न लागेको छौँ अहिले हामीहरू माथितिर लगेर अनि यहाँको च्याउ माथि लगेर बोकेका छौँ डल्लो पारेका छौँ हेर्नु होला यस्तो कस्तो छ के छ भनेर पछि थाहा पाउनु होला सुर्खेतमा च्याउ बोकेका छौँ बारी जुम्लामा च्याउको बारी थियो जुम्ला जाउँ स्याउ टिपी खाउँला 2-4 दिन बसेर आउँला भन्ने थियो उहाँ हुँदाखेरि त्यो गरिन्थ्यो अब यहाँ त अब हाम्रो घर अब पढ अहिले यहाँ हामीहरू के अरे गोरामा रह्यो हो अब यो के अरे फर्मदेखि यता गएको भनौँ अहिले यहाँ च्याउ खेती गर्न लागेको छौँ उहाँ हामीहरू आएका छौँ अब च्याउ कस्तो हुन्छ के हुन्छ भने अब यतिखेर थाहा हुन्छ पछि हेर्दाखेरि थाहा पाउनु होला ल हस् त